आदरणीय दर्शकबिन यो मादिबिनी ठ्याक्क पारिपट्टिको मन्दिर हो। यस मन्दिर पनि धेरै पुरानो र धेरै पुरानो मन्दिर नै नगनिन्छ। यो मन्दिर धेरै पिछडिएको छ। यो बागलुङ जिल्लामा पर्ने हुनाले यो पर्वत जिल्लाको धेरै विकसित छ भने यो मन्दिर चाहिँ बागलुङ जिल्लाको यो विकट ठाउँ जस्तै यो कैयाको वडा बानपा 12 हो कि सायद त्यसभित्र पर्दछ। यो पनि मधुबनी घाटकै यता बलियातिरबाट लिएर आउँछन् भने हाम्रो त्यो पर्वततिरको घाट चाहिँ अलि विकसित छ। हाम्रो यो यतापट्टि हाम्रो यो मन्दिरको सब यो भूभाग हो। यो धेरै जग्गा ओगटेको छ। अहिले यो मन्दिरमा प्राय कमै जानकारी छ यस बारेमा। यो पारिपट्टिको मैले तपाईँहरूलाई देखाउन चाहिरहेको छु। यो पुलबाट यता आइन्छ भने त्यो मधुबनी पारिपट्टिको पर्वतमा पर्दछ भने यो बागलुङ मन्दिरमा पर्दछ। यो घाट चाहिँ अति यो आज पानी असार 29 गतेको पऱ्यो यो घाट हो। त्यो घाट बारीबाट म तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ पर्वततिरको त्यो पारिपट्टिको त्यो 108 धारा बनाइएको हो भने यतापट्टि लास जलाउने ठाउँ हो। यतापट्टि स्नान गर्ने ठाउँ हो। अनि पारिपट्टिको बनेर बनाउँदैछ। यतापट्टिको यो नदी सबै पारिपट्टिको मधुबनीको यो बागलुङ जिल्लामा पर्ने उहाँको यता आर्तकताहरू पनि धेरै छन्। अहिले तार बारिएको छ। आफ्नो जग्गा ओटेको रहेछ यो मन्दिर। त्यो छडिएको छ